खोटाङ अन्तर्गत आज म आएको छु धरानको चिरपरिचित ठाउँ तल सोरुम छ माथि चाटो बिबिक्यू एन्ड रेस्टुरेन्ट। आज यहाँ खानेकुरा खान्छौँ, कस्तो हुन्छ हेर्नु होला। यो चाहिँ ठ्याक्कै पुतली लाइनमा रहेको छ अनि पुतली लाइन यो पुरानो भाटपट्टि नै हो। यो पुरानो किन भन्दाखेरि नि यो जलेर यस्तो भइसकेको छ भाटपट्टि नै, त्यसको ठ्याक्क अपोजिट रहेको छ। यहाँ आज फ्यामिलीसँग आएको छु, फ्यामिलीहरू सबैजना माथि जानुहुँदैछ भर्डिङ चढेर। म पनि जान्छु ट्याग यहाँ आइसकेको छु। यहाँको डेकोरेसन हेर्नु सक्नुहुन्छ, सिटहरू यस्तो रहेको छ। फाइनली अर्डर गरिसकेको छ। यहाँ टिकटक बनाउँदैछ, यहाँ बसिरहेछ, भकाएर बसिरहेछन् गाइजहरू। अनि यहाँ पनि भकाएर बसिरहेछ, सानोनानो डान्स गर्दैछ ब्युटिफुल डेकोरेसनमा। अनि बाहिर एकजना टिकटक बनाउनु पनि गएको छ। कोल्ड कफी आइसकेको छ, कोल्ड कफी खानुलाई यहाँ रेडी हुनुहुन्छ। कोक आइसकेको छ अनि कोकको ग्लास यो कोकमै पर्ने ग्लास हो क्या, कोकको कलरको। कोक आइसकेको छ ब्युटिफुल कलरमा। के पसिरहेछ पपकर्न आइसकेको छ, के पसेन पपकर्न। त्यसरी खान्छ पिज्जा हो यो डरेको पिज्जा। के हालेको? This is chili powder and another ल एकपल्ट पनि खानु लाग्छ, 2 बाइटमा खाइदेऊ त्यो सकेन। पर पनि छ।